अस्ट्रेलियामा फाइनल सेमेस्टरमा पेड इन्टर्नशिप लिएर फर्दर त्यसपछि आफ्नो PSW को ड्युरेसनमा स्टार होटेलहरू र रिनाउन्ड होटेलहरूमा काम गर्न चाहनुहुन्छ त्यो अपर्चुनिटिज लिएर आएको छ अस्ट्रेलियाको एडिलेडमा रहेको ICHM कलेजले, जहाँ तपाईले मास्टर अफ इन्टरनेशनल होटल म्यानेजमेन्ट राम्रो र रिनाउन्ड होटेलहरूमा जब प्लेसमेन्टको अपर्चुनिटी पनि तपाईले पाउनुहुनेछ। अप टु 30% यिनीहरूले स्कलरशिप दिन्छ। तपाईसँग 60% ब्याचलरमा 6.5 नट लेस देन 6 IELTS मा हुँदाखेरि उनीहरूले एक्सेप्ट गर्छ। कमिङ मे र जुलाई इन्टेक अभाइलेबल छ र सिटहरू उनीहरूले धमाधम खोलिराखेको छ। हामीले एडमिसन लिन सक्छौँ। र अर्को प्लस पोइन्ट, यदि तपाईसँग IELTS मा 6 नट लेस देन 5.5 मात्रै छ भने पनि उनीहरूले ग्रेजुएट डिप्लोमा भन्ने कोर्स ल्याएको छ। त्यो कोर्समा तपाईँ इनरोल भएर फर्दर मास्टर्स तपाईले गर्न सक्नुहुन्छ। यो अपर्चुनिटिज ग्र्याब गर्न चाहनुहुन्छ होटल म्यानेजमेन्ट सेक्टरमा भने तपाईँ GIC भिजिट गर्नु होला। आफ्नो डकुमेन्ट्सहरू सहित हामीले एडमिसनहरू सुरु गरिसकेका छौँ। थ्यांक यू।